हेलो एभ्रिवान आजबाट चाहिँ हामीले एक्सपर्ट आन्सर सिरिज सुरु गर्दैछौँ जहाँ हामीले तपाईँहरूको क्वेरिजहरू आन्सर गर्नेवाला छौँ। अब आजको लागि चाहिँ हामीले आइल्स रिलेटेड क्वेरिजहरू लिइरहेछौँ र यसको आन्सर दिनको लागि हामीसँग हुनुहुन्छ हाम्रो हेड अफ टेस्ट प्रिपेरेसन समीक्षा गुरुङ म्याम। म्याम हजुरलाई वेलकम छ। थ्याङ्क यू दिपिका म्याम। ओके, फर्स्ट क्वेसन सोध्नु भएको छ आइल्स भनेको एक्ज्याक्टली के हो त? सो आइएल्स भनेको इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट हो, जहाँ चाहिँ तपाईँले इङ्ग्लिस कतिको बुझ्नुहुन्छ र कसरी तपाईँले आफ्नो रियल लाइफमा युज गर्नुहुन्छ एक्ज्याक्टली इङ्ग्लिसलाई चाहिँ। सो त्यही नै हो। ओके, अनि कम्प्युटर डेलिभर आइल्स या सिडी आइल्स भनिन्छ अनि त्यो चाहिँ के हो त? कम्प्युटर डेलिभर आइएल्स र सिडी आइएल्स भनेको चाहिँ सेम नै हो। तपाईँले तपाईँको टेस्ट चाहिँ कम्प्युटर डिजिटल फर्ममा दिनुपर्ने हुन्छ, सो त्यसलाई चाहिँ सिडी आइएल्स भन्छ। ओके, अनि अब चाहिँ यो नेक्स्ट इयरदेखि चाहिँ सिडिआइएल्स मात्र हुँदैछ होइन? पेपर बेसमा दिने एक्ज्याक्टली अब पेपर बेसमा टोटली ब्यान भइसकेको छ। सो अब तपाईँको जुन 27बाट तपाईँको कम्प्युटर बेस टेस्ट नै हुन्छ। सो तपाईँको टेस्ट पहिला पेपरमा दिनुहुन्थ्यो भने अब तपाईँले टोटली कम्प्युटर टेस्ट दिनुहुने। अनि आइएल्समा कुन सेक्सन हुन्छ त म्याम? आइएल्समा हुने सेक्सन भनेको लिसनिङ, रिडिङ, राइटिङ र स्पिकिङ हुन्छ र यिनीहरूको पनि टाइम चाहिँ अलिकति डिफ्रेन्ट छ। जस्तो लेट्स सपोज रिडिङ र राइटिङमा तपाईँको 1 आवरको टेस्ट हुन्छ र लिसनिङमा पहिला चाहिँ पेपर बेसमा तपाईँसँग एक्स्ट्रा टाइम हुन्थ्यो। सो टोटल तपाईँको 40 मिनट्समा 10 मिनट्स तपाईँले एक्स्ट्रा तपाईँको 30 मिनट्स लिसनिङ सुन्ने बित्तिकै ट्रान्सफर गर्नुपर्ने थियो। तर अब त्यस्तो छैन। कम्प्युटर बेसमा तपाईँले अन द स्पट सुन्ने बित्तिकै लेख्ने विच इज क्वाइट गुड जस्तो लाग्छ, किनभने त्यहाँ तपाईँलाई पेपर पेन चाहिँ लिएर बस्नुपर्छ जस्तो पनि छैन। इट्स गुड। सो लिसनिङको चाहिँ 30 मिनट्स हो टाइम म्याम होइन? अनि स्पिकिङको चाहिँ कति हो? स्पिकिङको चाहिँ सेम छ, त्यो डिफ्रेन्स छैन। 11 to 14 मिनट्स भित्रमा तपाईँको स्पिकिङ चाहिँ आउँछ।